तपाईको फेसबुकमा कुनै पनि कन्टेन्टमा कन्टेन्ट मोनेटाइजेसन पोलिसी इस्यु लाग्यो। कन्टेन्ट मोनेटाइजेसन पोलिसी इस्यु अपिल कहाँबाट गर्ने भनेर तपाईलाई थाहा छैन भने आज चाहिँ म तपाईलाई सानो जानकारी दिनेछु। भिडियो चाहिँ लामो हुने छैन, भिडियोलाई अन्तिमसम्म हेर्नु होला। आउनुहोस् अब म तपाईलाई मेरो मोबाइल स्क्रिनमा देखाउने छु। सबैभन्दा पहिला तपाई आफ्नो फेसबुक खोल्नु होला। फेसबुक खोलिसकेपछि यहाँ 3 डटमा गएर तपाई यहाँ प्रोफेसनल ड्याशबोर्डमा जानु होला। प्रोफेसनल ड्याशबोर्डमा गइसक्नु भएपछि यहाँ तल स्क्रोल गरेर सपोर्टमा आउनु होला। सपोर्टमा आइसकेपछि यहाँ तपाईले देख्न सक्नुहुन्छ हाउ टु चेक योर मोनेटाइजेसन एलिजिबिलिटी अन अ फेसबुक पेज अर प्रोफाइल भन्छ। यसमा क्लिक गर्नु होला। अनि यसमा क्लिक गरेपछि तल स्क्रोल गर्नु होला। स्क्रोल गरिसक्नु भएपछि यहाँ अबाउट रुल्स फर मोनेटाइजेसन यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि तपाईले यहाँ कन्टेन्ट मोनेटाइजेसन स्क्रोल गरेर कन्टेन्ट मोनेटाइजेसन पोलिसीमा यहाँ अबाउट भित्र यहाँ जानु होला। यहाँ गइसकेपछि तपाईले बिस्तारै यहाँ स्क्रोल गरेर यहाँ स्क्रोल गर्दै जानु भएपछि यहाँ तल तपाईले देख्न सक्नुहुन्छ यहाँ हाउ टु सबमिट एन अपिल भनेको छ। यसमा क्लिक गर्नु होला। अनि यसमा क्लिक गर्नु भएपछि यहाँ तल बिस्तारै स्क्रोल गरेर हेर्दै जानु होला। तल यहाँ देख्न सक्नुहुन्छ यु क्यान सबमिट एन अपिल भिया दिस फर्म भनेको यहाँ क्लिक गर्नु होला। अनि त्यसपछि यहाँ देख्न सक्नुहुन्छ तपाईले यहाँ कन्टेन्ट मोनेटाइजेसन पोलिसी, पार्टनर मोनेटाइजेसन पोलिसी, मोनेटाइजेसन अपिल टाइप भनेको छ। तपाईको पार्टनर मोनेटाइजेसन चाहिँ अहिले छैन हैन, यहाँ अपिल गर्न मिल्दैन। यो कन्टेन्ट मोनेटाइजेसन चाहिँ तपाईले यहाँबाट कन्टेन्ट मोनेटाइजेसन पोलिसी इस्यु आएको छ भने तपाईले यहाँबाट चाहिँ अपिल गर्न सक्नुहुन्छ। तपाईले यहाँ देख्न सक्नुहुन्छ। तपाईले यहाँ फेसबुक आफ्नो फेसबुकको प्रोफाइल लिंक हाल्नु होला। अनि त्यसपछि तपाईको इस्यु आएको भिडियोको युआरएल हाल्नु र सेन्ड गरेर अपिल गर्नु होला। तपाईले यहाँ आएर कन्टेन्ट मोनेटाइजेसन पोलिसी अपिल गर्न सक्नुहुन्छ है। तपाईलाई थाहा थिएन कन्टेन्ट मोनेटाइजेसन पोलिसी इस्यु कहाँबाट अपिल गर्ने भनेर थाहा थिएन भने तपाईले यहाँ आएर यसरी मैले देखाएको अनुसारले तपाईले अपिल गर्न सक्नुहुन्छ। तपाईलाई मेरो यो सानो जानकारी, सानो इन्फर्मेसन कस्तो लाग्यो कृपया भिडियोमा लाइक, शेयर, कमेन्ट गर्नु होला। यस्तै थप नयाँ जानकारीका लागि चाहिँ मलाई फलो अनि सब्स्क्राइब गर्नु नबिर्सिनु होला। हस्, धन्यवाद।